हेलो गुड मर्निङ। आज चाहिँ म तपाईहरुलाई केही भिडियोहरु शेयर गर्न गइरहेको छु। आज चाहिँ म मेरो साथीलाई भेट्न सूर्यविनायक दरबार स्क्वायर गइरहेको छु। त्यहाँनिर साथीले आइज न त, तँलाई यहाँनिर राम्रो राम्रो ठाउँ छ भिडियो बनाउने ठाउँ भन्दै मलाई यस्तो लोभ देखाउँदै बोलाइ। अब के गर्नु है, 4 वर्ष सँगै बिताएको त्यो पलहरुलाई फेरि ताजा गर्न त जानै पर्यो भन्दै म चाहिँ पुरै आँखामा आइलाइनर हेर्नु न, आइलाइनर लाउँदै एउटामा चाहिँ पातलो भयो, कस्तो राम्रो राम्रो देखियो भन्दै हाँस्दै अर्कोमा लगाएको त अर्कोमा त यति मोटो न मोटो देखियो। फेरि मैले त्यो मोटोलाई अझै मोटो बनाएर दुईटैलाई मैले मोटो कोन बनाएँ। अनि त्यसपछि लिपस्टिकहरु सबै थोक लगाइसकेर मैले चाहिँ परेला पल्टाउनु पर्यो भनेको झन्डै फोन झरेन। त्यसपछि मैले परेलालाई माथि उठाउँदै कस्तो राम्रो देखियो आहा भन्दै दुईटै परेलालाई माथि उठाउँदै हेरेँ आफ्नो ऐनामा। हो यो फेरि कहाँबाट आइलाइनर लाग्यो भन्दै मेटाउँदै परेला माथि उठाउँदै मस्कारा लाएँ है। त्यसपछि यसो हेर्दाखेरि चाहिँ म क्यामेराको भित्र होइन, ऐनाको भित्र चाहिँ छिर्न आँटेको रहेछु। तर धन्न तल क्यामेरा रहेछ र माथि ऐना छ र म त्यस्तो चाहिँ भित्र छिरिनँ। अनि मैले चाहिँ अब राम्रो हुनु पर्यो भन्दै मस्कारा लाउँदै यता हेर उता हेर। त्यसपछि फेरि ओठ पनि फर्काउँदै घुमाउँदै लिपस्टिक कहाँ मिलेन भन्दै कपाल मिलाउँदै मैले फेरि सेल्फी मिररबाट सेल्फी लिँदै भिडियो बनाउँदै। अचेल चाहिँ म एकदम रातोको फ्यान भएको छु, किन हो किन। पहिला चाहिँ मलाई रातो पटक्कै मन पर्दैन भन्दै मैले आफ्नो सुज पनि देखाउँदै सुज लगाएँ। अनि यो सुजको एकदम राम्रो फिचर्स के हो भने यो सुजले चाहिँ मलाई एकदम हाइटी देखाउँछ क्या। अनि त्यहीबाट म यता फर्किएँ उता फर्किएँ भन्दै आफ्नो दिदीको ब्याग पनि देखाउँदै रिङ लाउँदै गरेँ। अनि त्यसपछि मैले इयर टप्स लाएँ, कस्तो राम्रो इयर टप्स, सानो अनुहारमा सानो इयर टप्स भन्दै मलाई ठुलो टप्सको इयरिङको बानी छैन भन्दै म त्यति गर्दै छेउछेउमा बस्ने मान्छेहरूको लागि पनि सोच्दै पर्फ्युम लगाउँदै म बाहिर निस्केँ। जति मेकअप गरे पनि कालोको कालो भन्दै म सूर्यविनायक पुगेँ। सूर्यविनायक पुगिसकेपछि साथीलाई भेट्दै भिडियो बनाउँदै पछाडि एउटा नाइस कपालले रिसेप्सनको लागि भिडियो लिँदै थिए। अनि त्यसपछि हामी पास्टर मन्दिरको टपमा पुगिसकेपछि एकदम आफूलाई सगरमाथामै सगरमाथामा आइपुगेछु जस्तै फिल हुँदै हामी दुईटै एकदम पुरै खुसी हुँदै एकले अर्कालाई हात समाउँदै फेरि ओर्ल्यौँ तल। अनि त्यसपछि भिडियो बनाउँदै हामी गयौँ। र सबभन्दा मेन कुरा यहाँ हाम्रो हेर्नु न कस्तो राम्रो, उसले चाहिँ पहेँलो मैले चाहिँ रातो कपडा लगाएर कस्तो राम्रो कम्बिनेसन। हाम्रो प्लानिङ थिएन, यहाँ त हामीले फोटो खिच्नै बिर्सेछौँ, आइज यहीँ फोटो खिचौँ यहीँ भिडियो बनाऊँ भन्दै हामी दुईटा चुम्पतली त्यही बस्यौँ। त्यो बसिसकेपछि हामीले फोटो खिच्यौँ। भाइ भएन यता घुमाएर फोटो खिच भन्दै ब्यागबाट फोटो खिच, हाम्रो ब्यागको फोटो आएन भन्दै हामी चाहिँ पुरै यताबाट उताबाट यता गरिरहेको थियौँ। मान्छे पनि हामीलाई देखिरहेको थिएँ, छक्क पऱ्यो होला। भाइ भएन पुरै घुमाएर ल्याऊ तबसम्म म दिदीसँग के मान्छेहरूको कुरा काट्छु भन्दै मैले त्यहाँनिर मौका पाएँ। अनि कुरा काटेर बसेँ। अनि हामी चाहिँ पुरै आफ्नै तालमा